लाज नभएको नकचरी हेर न हेर आफै पोइ खोजेर आएको हे भगवान कस्तो कस्तो जमाना आउँदो रहेछ र हेर्नु पर्दो रहेछ हौ छिटो धुँदो रहेछ हाला के हेरेको खुर्को धुन ओरेसमा किसर कपडा धोक घरको काम आधी सक्ने विचार छ के हेर न बाबु मैले पनि अघिदेखि रेशमालाई भनेको यत्रो कपडा नधुनु तिमी सहरदेखि आएको लुगा धुने बानी छैन ढाड दुख्छ भनेको मान्दै मान्दैन के गर्नु हो त आमाले भनेको ठिकै हो घरको काम गरेपछि आरामले गर्नु ल गर्दै गर बाबु जा घर भोक लागेको होला म अहिले बडीसँगै आउँछु हुन्छ के टल्ला परेर हेरेको खुर्को धुँदैन कपडा पसल गएको अलिक मेरो काम छ अलिकति मेरो टाइम लाग्छ होला ल ल हुन्छ जा बाबु के टल्ला परेर हेरेको त्यो पानी भित्र राखेर घाँस काट्नु मुटी छिटो हुन्छ आमा कस्तो थाक्यो एकछिन आराम गर्न ए बुहारी हेर हेर घाँस काट्नु पठाएको मान्छे त टोलाएर पो मरिरहेको छ है होइन त्यसै टोलाउँदै थियो भने मेरो छोराको पछि के लागेर आएको गर्दैछु त आमा कस्तो ढाड दुखेर अलिक आराम गरेको नि ढाड दुख्यो अरे होइन घरमा बसी बसी मिठो मिठो खानुपर्छ काम केही गर्नु पर्दैन घाँस काट्नु आउँदैन भने मेरो छोरासँग किन मर्नु आएको त लाज नभएको नकचरी